पुजिनी बुबाआमा शिवा ढोक। खै यो पत्र कहाँबाट सुरु गरौँ थाहा छैन, तर हजुरहरू आराम हुनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु। म यहाँ आरामै छु। विगतका दिनहरू सम्झँदा आमा बुवा दुवैलाई सम्मान गर्न मन लाग्छ, तर कहिले काहीँ पछुतो पनि लाग्छ कि बुवाको कारणले गर्दा। हामी सानै थियौँ, त्यो स्मरण गर्न मन लाग्छ। सानै छँदा बुवा इन्डियातिर हुनुहुन्थ्यो। बुवाले हामीप्रति देखाउनु भएको सद्भाव ठिकै राम्रै हो जस्तो लाग्छ अहिले सम्झिँदा। तर त्यो सानोमा बालापनको उमेरमा बुवाले गर्नुभएको व्यवहार, बुवाले गर्नुभएको हामीप्रतिको सदा सहायता पक्कै पनि राम्रो थिएन। के राम्रो थियो के राम्रो थिएन भन्ने कुरा म आजको पत्रमा खुलाउन चाहदिन, तर आमाले गर्नुभएको योगदानप्रति म सधैँ नतमस्तक छु। आमा भनेको आमा नै हो। आमालाई कसैले न चिन्न सक्छ न कसैले चिनेको छ। आमाको माया बहुमूल्य छ। त्यसकारण पनि मेरो आमाप्रति म सधैँ नतमस्तक छु। मेरो आमालाई म सधैँ सम्मान गर्दछु। तर यो पनि होइन कि फेरि बाबालाई सम्मान गर्दिन। बाबाप्रति पनि मेरो धेरै ठुलो सम्मान छ। पुजिने बुवा आमा, हजुरको यो अभागी छोरोले आज यो अडियो पत्र तपाईहरुलाई पठाउँदैछ। सुनिसकेपछि कस्तो लाग्छ भन्न नभुल्नुहोला, अथवा प्रतिक्रिया दिन नभुल्नुहोला। सानो छँदाका पीडाहरू त धेरै पोख्न मन छ बुवा आमा, तर म एउटा कुरा मात्रै भन्न चाहन्छु। आमाले दिनुभएको योगदानले मलाई साह्रै नै नतमस्तक बनाएको छ। आमाका लागि म यो लाठे छोरो भएर पनि केही गर्न सकेको छैन। आमाले मेरा लागि धेरै गर्नुभयो, त्यो मेरो मनमा छ। तर मैले पनि मेरा लागि र मेरो परिवारको लागि र आमाको लागि गर्नुपर्ने कुरा धेरै छन्। गर्ने प्रयास पनि धेरै गरिरहेको छु, गर्न धेरै कुरा खोजिरहेको छु, तर भएको छैन। खै कुन्नी किन हो, भाग्यले नै ठगेर हो कि, अथवा मैले कर्म गर्दा गर्दै पनि त्यो कर्मको फल किन प्राप्त हुन सकिरहेको छैन, त्यो मलाई थाहा छैन। कहिलेकाहीँ आमाले भन्ने गर्नुहुन्थ्यो, त साह्रै अभागी होस्। सानोमा पनि धेरै पटक मर्न 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 खोजेर बाँचेको होस्। आमाको त्यो भनाइले कहिलेकाहीँ मलाई पीडा बहुत हुने गर्छ र म भन्ने गर्छु आमालाई, आमा त्यतिखेर मलाई मर्न दिएको भए हुन्थ्यो। म त्यतिखेर मरेको भए यो संसार देख्थेन, यो स्थिति परिस्थिति बुझ्थेन, यो अहिले आएको दुःख त मलाई पर्थेन। तर अर्को मनले सोध्छु, आमाले किन त्यसो गर्नु भएन? आमाले एउटा नाबालक छोरो, एउटा छोरोलाई जन्म दिनुभयो र त्यो छोरोलाई स्वास्थ्यमा परेको समस्या र अन्य कुराले लामा, धामी, झाँक्री, मेडिकल जेसुकै गरेर भए पनि बचाउनु त्यो आमाको दायित्व थियो। आमाले मलाई बचाउनु भयो। आमाप्रति म सधैँ नतमस्तक छु। आमाप्रति बोलेर आमाको प्रशंसा गरेर म कहिले पनि थाक्दिनँ। आमाप्रति म सधैँ सधैँ सम्मान व्यक्त गर्छु। सायद आमा नहुनेहरूले महसुस गर्नुहुन्छ होला आमा भनेको के हो भनेर। म आज त्यही कुरा महसुस गरिरहेको छु आमा। बुवालाई अलि ठिक छैन, बुवालाई सुगर प्रेसर भएको छ। त्यसकारणले बुवाको पनि स्वास्थ्यमा राम्रै छ होला भन्ने अपेक्षा गरेको छु। भाइ बहिनी बाहिरतिर छन्, म पनि बाहिरै छु।
यस्तो अवस्थामा पनि बुवा आमाले हाम्रो माया प्रेम सद्भाव हाम्रो अभावलाई पनि उहाँहरूले आफैमा परिपूर्ति गर्नुभएको छ। बुवाप्रतिका धेरै गुनासाहरू थिए, तर आजको यो पत्रमा त्यति धेरै गुनासोहरू गर्दिन। मात्रै गुनासो के गर्छु भने बुवा आमालाई यो उमेरमा पनि बुवा करिब 70 वर्ष पुग्दै गर्दा, आमा करिब 60 वर्ष पुग्दै गर्दा म एउटा लाठी छोरोले केही गर्न नसकेको अनुभूति भएको छ। केही गर्न खोजिरहेको छु तर भएको छैन। किन भएको छैन त्यो म आफै पनि बुझिरहेको छैन। मेहनत दैनिक रूपमा गरिरहेको छु, मेहनत दिनदिनै गरिरहेको छु, तर हुन सकेको छैन। आमा धेरै चिन्ता नमान्नु मेरो बारेमा धेरै चिन्ता गर्नुहुन्छ। बहिनी पनि बाहिर छ, ऊ सुरक्षित छ, भाइ पनि बाहिर छ, ऊ सुरक्षित छ, तर मेरो बारेमा धेरै चिन्ता गर्नुहुन्छ मेरो आमाले। म आमालाई भन्न चाहन्छु, आमा मेरो बारेमा धेरै चिन्ता नगर्नु। म आफ्नो तरिकाले जिरहेको छु, मेहनत गरिरहेको छु, एक दिन अवश्य सफल हुनेछु। सायद त्यो सफलता अहिले नै प्राप्त हुन्थ्यो भने हजुरलाई देखाउन पाउँथ्यो होला, तर त्यो सफलता कहिले प्राप्त हुन्छ म आफैलाई पनि थाहा छैन। त्यसकारण हजुरहरूको जेठो छोरो भएर पनि म अभागी छोरो हुँ भन्ने मलाई महसुस भएको छ। मैले धेरै कुरा गरेँ नि आमा है, भनेको जीवनमा म धेरै कुराहरू गरेँ। कलेज पढ्दै गर्दा भाँडा माझिन कि, रेडियोमा काम गरिन कि, पत्रिकामा काम गरिन कि, इन्सुरेन्सको एजेन्सी भएर काम गरिन कि, र अहिले म हाल डाइरेक्ट सेलिङको प्री स्टारको रूपमा काम गरिरहेको छु। मेहनत जारी छ, के गरौँ कसो गरौँ, यसरी गर्दा हुन्छ कि उसरी गर्दा हुन्छ कि भनेर मेहनत गरिरहेकै छु आमा। हजुरलाई धेरै सुखमा राख्न नसके पनि त्यति धेरै दुःख दिएको छु जस्तो पनि लाग्दैन। जति दुःख मैले 5 वर्षभन्दा कम उमेरमा दिएँ त्यही नै दुःख हो जस्तो लाग्छ म बिरामी भएर, तर अहिले आएर त्यति धेरै दुःख दिए जस्तो लागेको छैन। आमा मेरो जिन्दगी साह्रै सङ्घर्षपूर्ण छ। यो अडियो पत्र सुन्दै गर्दाखेरि बुवाले पनि सुन्नुहोला र सुनेका कुरालाई महसुस गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। गुल्मीको त्यो गाउँको बसाई दुःख सुख जेनतेन गरेर बस्नु भएको छ, यसै दुःख सुख गरेर बस्नु भएको छ। धेरैले भन्ने गर्नुहुन्छ आफू सुखमा बसेर बुवा आमालाई पहाडमै राखिस्, तर त्यो मेरो रहर भन्दा पनि बाध्यता हो। मसँगै बसेको ठाउँमा लिएर हजुरहरूलाई दुःखमा राख्न पनि सक्नु, तर सुखमा राख्ने हैसियत मेरो बनिसकेको छैन। केही नाम कमाए होला, केही चर्चा कमाए होला, केही साथीभाइले चिन्छन् होला, त आर्थिक रूपमा म समृद्ध भइसकेको छैन। हजुरहरूलाई सधैँ सुखमा राख्ने मेरो चाहना छ। त्यो चाहना कहिले पुरा हुन्छ थाहा छैन, तर एक दिन अवश्य पुरा हुन्छ भन्ने अपेक्षा गरेको छु। बाबालाई मेरो भन्नु केही पनि छैन आमा। बाबालाई स्वास्थ्य लाभको कामना गर्छु। सुगर प्रेसरले छोएको छ, खानपिनमा ख्याल गर्नका लागि अनुरोध गर्छु। आफ्नो स्वास्थ्यको आफैले ख्याल गर्यो भने अरू 2-4 वर्ष बाँचिन्छ। र सानो छोरो ठाउँमा छ, एक दिन पक्कै पनि सानो छोरोले त्यो ठाउँमा पुर्याउनेछ र त्यो सुन्दर देश हेरेर फर्किनु हुनेछ भन्ने मेरो पनि अपेक्षा छ। मैले केही गर्न नसके पनि कम्तीमा कान्छो छोरीले त हजुरहरूलाई गर्छ भन्ने मैले अपेक्षा गरेको छु। अरू धेरै गुनासो केही पनि छैन, मैले हजुरहरूलाई केही गर्न सकिनँ भन्ने मात्रै गुनासो छ। त्यसकारणले धेरै कुरा नभनिकन म आजको लागि यो अडियो पत्रलाई बन्द गर्न चाहन्छु। किनभने आमा धेरै कुरा भन्यो भने मन बहकेला, धेरै कुरा भन्यो भने दुःख होला भन्ने लागेको छ। त्यसैले आमा हजुरहरूको यो अभागी छोरोले मेहनत गरि नै रहेको छ, मेहनत गर्ने नै छ। बुवालाई स्वास्थ्यको ख्याल गर्नका लागि अनुरोध गर्छु र आमा फेरि अर्को पत्र लेख्नेछु र आमाले पनि चित्त नदुखाइकन बस्नुहोला। धेरै धेरै माया छ, धेरै धेरै सम्मान छ, धेरै धेरै सम्झना छ। धेरै कुरा त भन्न मन थियो, तर धेरै कुरा नभनौँ जस्तो लागेको छ आजको पत्रमा। आगामी पत्रमा कोर्नेछु। यो पत्रलाई यही बन्द गर्दै बिदा हुन चाहन्छु। उही हजुरको अभागी छोरा।